नमस्कार, स्वागत छ तपाईलाई हाम्रो डिजिटल टेक सोल्युसन युट्युब च्यानलमा। आजको यस भिडियोमा चाहिँ म तपाईहरुलाई एनआईडी कार्ड यानी कि राष्ट्रिय परिचय पत्रको नम्बर चाहिँ कसरी हेर्ने भन्ने विषयमा सिकाउने छु। यो चाहिँ एनआईडी कार्डको फर्म भर्ने बेला जुन प्रतिलिपि दिएको हुन्छ त्यसमा हुँदैन। त्यसको लागि चाहिँ हामीले एनआईडी कार्डको नम्बर हेर्नको लागि चाहिँ हामीले छुट्टै वेबसाइट चाहिँ भिजिट गर्नुपर्ने हुन्छ। अनि यदि तपाई नेपालमा हुनुहुन्छ, तपाई एनआईडी कार्डको नम्बर जान्न चाहनुहुन्छ भने आजको यस भिडियोमा प्रोपर तरिकाले सजिलैसँग सिकाउने छु। सो भिडियो अन्तिमसम्म हेर्नु होला है त। सो फाइनली अहिले चाहिँ हामी आफ्नो मोबाइलको स्क्रिनमा आइसकेका छौँ। मोबाइलको स्क्रिनमा आएपछि तपाईँले गुगल क्रोम या सफारीलाई ओपन गर्नु होला। ओपन गरेपछि तपाईँले माथि सर्च गर्नु होला एनआईडी कार्ड नम्बर भनेर सर्च गर्दा नि हुन्छ, अथवा एनआईडी कार्ड नम्बर चेक भन्दा नि हुन्छ। तपाईँले जति गरे जुन आए पनि फर्स्टमा फाइन्ड योर नेसनल आइडी नम्बर भनेको छ, जस्ट त्यसमा क्लिक गर्नु। त्यसमा क्लिक गरेपछि तपाईँले यहाँनिर विभिन्न अप्सनहरू देख्न सक्नुहुन्छ। पहिलामा फुल नेम नेपाली, अनि त्यसै अप्सनल रहेको छ भने इङ्ग्लिसबाट नेम राख्नु होला, आफ्नो डेट अफ बर्थ राख्नु होला हैन। म चाहिँ यहाँ आफ्नो नाम राख्छु। आफ्नो नाम राखे पछाडि अब तपाईले तलमुनि आफ्नो डेट अफ बर्थ राख्नुपर्ने हुन्छ हैन। डेट अफ बर्थ राखे पछाडि चाहिँ तपाईले तलमुनि भनेको चाहिँ अहिले चाहिँ म यहाँ आफ्नो डेट अफ बर्थ राख्दै छु। त्यसपछि तपाईले आफ्नो सिटिजनशिपको कहिले इस्यु गरेको हो हैन, जुन लागू गरेको नागरिकता नम्बर हुन्छ नि, नागरिकता कहिले लागू गरेको त्यो डेट राख्नु। सो देख्न सक्नुहुन्छ है, तपाईले आफ्नो क्याप्चा मिलाए पछाडि चाहिँ यहाँनिर चेकिङमा क्लिक गर्नु होला। चेकिङमा क्लिक गर्ने साथै तपाईले यहाँनिर आफ्नो नेसनल आइडी कार्ड नम्बर चाहिँ देख्न सक्नुहुन्छ, एनआईडी कार्ड। आजको यस भिडियोमा चाहिँ म तपाईहरुलाई एनआईडी कार्डको नम्बर चाहिँ कसरी हेर्ने भन्ने विषयमा चाहिँ सिकाइसकेको छु। सो आयो बजारले भिडियो मन पर्यो होला, भिडियो मन पर्छ भने लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गर्न नबिर्सनु होला। साथै अहिलेसम्म हामीसँग फेसबुकमा चाहिँ जोडिनु भएको छैन भने फेसबुकमा चाहिँ जोडिनु होला है त। तल डिस्क्रिप्सनमा लिंक छ, फलो गर्नु होला है त।